हेलो साथीहरू, वेलकम टु माई ब्लग भनौँ कि अब के भनौँ, यस्तै मतलब मिनी ब्लग चाहिँ हुन्छ होला यो। धेरै त्यस्तो कता जाने के गर्ने त्यस्तो खालि ब्लग चाहिँ होइन, तर स्पेसल एउटा चिजको लागि चाहिँ मैले यो भिडियो बनाएको। सबैले लास्टसम्म हेरिदिनलाई। म चाहिँ यो मेन भिडियो बनाउनुको रिजन चाहिँ मेरो एउटा सामान आएको छ। म चाहिँ यसको अनबक्सिङ गर्न आँटेको। यसकै भिडियो हुनेवाला छ, त्यस्तो धेरै लामो त हुँदैन। पुरै सिल प्याक छ है साथीहरू। म चाहिँ यसलाई खोल्न जाँदैछु। यस्तो हुँदैन। खोल्न त खोलेको कि पहिला फोनहरू नै, तर अलिक बिर्सिएको यस्तो। नराम्रो भए पनि हेरिदिनु ल लास्टसम्म यो भिडियो। मलाई खोल्नै आएन। राम्रोसँग नदेखाएर जाऊ। I'm so happy. ओए कता हो? ओके भाइ गाइस, मैले एक्सपेक्टै गरेको थिएन कि, मतलब सोचेको थिएन योसम्म चलाउने हुन्छु म भनेर। फाइनली चार्ज नि यसमै हुँदो रहेछ गाइस। यसको टाउको चाहिँ यहाँ झरिरहेको। अन्त यसको चार्जर के गर्ने होला भन्ने सोचिरहेको थिएँ कि चार्जर नि कति धेरै भइसक्यो। जेको नि चार्जर, वाचको नि चार्जर, एयरपड्सको नि चार्जर, फोनको त हुनै पर्यो। यहाँ यत्रो बुक छ। यो बुक हो कि वाट इज दिस बुक? म पढ्छु होला जस्तो लाग्छ साथीहरू हजुरहरूलाई। यत्रो इम्पोसिबल। ए पिन हुँदो रहेछ यहाँ। मलाई थाहा थिएन। हो द फर्स्ट टाइम त खोल्दैछु होइन। वाट इज दिस? ए मलाई यो एप्पलहरूको मलाई एकदम के लाग्छ भनेपछि नि, कभर नै यत्रो हुन्छ कि यत्रो भित्रदेखि हेऱ्यो यत्रो, भित्र यत्रो हो। कभर हेर्ने कत्रो कभर, कभर यत्रो हो यो। तर सेफ्टी चाहिँ एकदम राम्रो सेफ्टी कि, तर खोले हेर्दा यत्रो अनि भित्र हेर्दा चाहिँ यत्रो हुन्छ। कस्तो क्युट पाराको पिन। अलिकति आफूलाई मेन्टेन गरेको है आज। एकछिन वाउ फाइनली साथीहरू म पनि यो चलाउने भइसकेको छु। ओ माई गड। मतलब मैले कुरा चाहिँ गर्थेँ कहिलेकाहीँ आइप्याड, अब म त आइप्याड चलाउँछु यहाँ जस्तो मनमा चाहिँ आउँथ्यो। तर सोच्नुपर्छ, पुरा गरिदिने मान्छे हुनुपर्छ, अनि अवश्य पनि पुरा हुन्छ सपनाहरू। यो चाहिँ कहाँबाट भन्नेपछि अब यत्रो खोलेँ, अब खोलिसकेपछि अब कहाँबाट आएको नि भन्नै पर्यो होइन। फ्रम युएसए। मेरो दाइले पठाइदिएको यो साथीहरू। यो चाहिँ मलाई थाहा थिएन, मलाई चाहियो नि भनेको थिएन, केही भनेको थिएन। मलाई त्यस्तो जरुरत नि छैन छन चाहिँ। ल्यापटप पनि छ उता कलेजको प्रोजेक्टहरू गर्नलाई, अनि फोन छँदैछ। मलाई यही फोन धेरै भइरहेको थियो, तर पनि मेरो दाइले पठाइदियो। सो थ्याङ्क यू सो मच भैयाजी। मैले त्यसलाई थ्याङ्क यू भने आज म हामी चाहिँ त्यस्तो खाले। म अब यसलाई खोल्छु ल। वाउ गाइसहरू, ओए यस्तो हुँदो रहेछ। झन् पो गराइरहेको छु मैले त। सुरुमा यस्तो केयर चढाउने हुन्छ। सुरुमा हो अलिकति के भयो नि के होला जस्तो भएर, अनि पछि लास्टमा चाहिँ
मैले अहिले फोन टेस्ट गर्छु होस् जस्ट स्वाट फालिदिन्छु कि मैले तर फाल्नु चाहिँ नपर्ने हो बिचारा मेरो दाजुले पठाइदिएका वा म पनि यो चलाउने भइसक्यो हेर्नु साथीहरू उता भिडियो गर्दैछ है मैले फेरि उता फोनमा खोइ कस्तो खतरा देखेको चाहिँ है यही हो मेरो चाहिँ अब यसलाई चाहिँ मैले के गर्नुपर्ने हुन्छ के गर्ने हो मलाई थाहा पनि छैन होइन कहाँदेखि यो खोल्ने पनि थाहा होइन यसको ऊ हाल्नुपर्ने छ ग्लास हाल्नुपर्ने छ कभर हाल्नुपर्ने छ अनि ऊ मेन मेरो दाइले पठाइदिएको चाहिँ यहाँ नोट लेख्नलाई अनि भिडियोहरू एडिट गर्नलाई अरे पठाइदिएको अब मैले यसको पेन्सिल पनि किन्नुपर्ने पेन्सिल कभर अनि यसको ग्लास हाल्नुपर्ने छ फेरि पनि थ्याङ्क यू सो मच भैया हामी चाहिँ त्यस्तो ओ माई गड वाउ त्यस्तो खाले चाहिँ हामी देखाउनौँ क्या ए यसको क्यामेरा त यता हुँदो रहेछ दिस इज यस्तो तेर्सोपट्टि अनि यहाँ हुँदो रहेछ वाउ थ्याङ्क यू सो मच बाई बाई साथीहरू मेरो भिडियो चाहिँ यति नै हो लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच म चाहिँ कहिलेकाहीँ बनाउँछु भिडियोहरू त्यस्तो बनाउँदैन तर पनि हेरिदिनुहुन्छ रेगुलर भ्युवर्सहरू नि हुनुहुन्छ मेरो त्यहाँहरूलाई नि धेरै धेरै धन्यवाद अझै यस्तै माया गरिदिइराख्नु होला भर्खर स्टार्टिङ फेज हो मेरो तर त्यस्तो बनाउँदैन क्या म बाई बाई